एउटा सुन्दर गाउँमा म कर्म हराएको मान्छे जुन प्राण दिन तयार थिइन् त्यही प्राणै उडेर गयो। सबै सुन्दरदेखि लिएर सबै पक्षी। नमस्ते, नमस्कार सबैजनालाई, हृदयदेखि नै नमस्कार। मसँग आज 3टा कुरा छन् हातमा। एउटा पानीको बोतल जसलाई म यो साइडमा राख्छु, ठिक छ, मैले यता राखेँ। मसँग अर्को छ कलम, पेन, र अर्को छ मसँग मेरो हृदयसँग म कर्म हराएको मान्छेको हृदयमा बस्न सफल। मैले सफल भन्नु अलिकति मेरो नै मूर्खता होला, धेरैजनाको मन मस्तिष्कमा बसेको किताब हो, तर मेरो अलिकति म कर्म हराएको मान्छेको मनभित्र बस्न सफल। चिना हराएको मान्छे आदरणीय सम्माननीय हरिवंश आचार्य, उहाँलाई के भनी सम्बोधन गरौँ, बुवा भनौँ, काका भनौँ, हजुरबा भनौँ, सँगै साइडमा बसे साथी जस्तो गरिदिनुहुन्छ उहाँ। तपाईँलाई जे सम्बोधन गर्नु छ गर्नुहोस्। म आदरणीय हरिवंश आचार्य, हरिवंश आचार्य भन्न रुचाउँछु। यो किताबको बारेमा छोटो रिभ्यू दिन्छु, यसमा लेखिएका केही लाइनहरू पढ्छु। यो बुकमा मैले धेरैचोटि पढेको छु, सबै एकचोटि सरर पढेँ, त्यसपछि मलाई मन परेको टपिकहरू पढ्छु, मन परेका चित्रहरू छन् एक किताबको अन्तिममा, त्यो चित्रहरू हेर्छु, पछाडि लेखिएका कुराहरू पढ्छु। यो कलम केका लागि, यो कलम साँचीको लागि, त्यो पानी केका लागि, साँची जस्ट साँची राखेर यो मन मस्तिष्कबाट यो चिना हराए मान्छेको रिभ्यू गर्दैछु म। सत्सहस्र संस्करण, चिना हराएको मान्छे, हरिवंश आचार्य। यो किताबमा सधैँ म सुरुमा नै छ, यो किताबको सुरुमा नै आदरणीय हरिवंश आचार्यको पत्नी हुनुहुन्छ। मजाले चिन्नुभएको छ भने पहिलो पत्नी भनौँ। त्यसमा धेरै कहानीहरू छन्, कुराहरू छन्, त्यो पछि कुरा गरौँला। उहाँले मीरा आचार्यलाई, उहाँ सायद सुवेदी हो जस्तो म मान्छु, ल विवाह अगाडिको थर मीरा सुवेदी जस्तो मान्छु म। यो किताबको अगाडि भएको म यो मीरा आचार्यप्रति यहाँ लेखिएको छ, यो पुस्तक मेरो पत्नी मीरा आचार्यलाई समर्पण गर्दछु भनेर लेखिएको छ, त्यो म वाचन गर्न चाहन्छु। उहाँको मीरा आचार्यको, स्वर्गीय मीरा आचार्य सम्माननीय, उहाँको तस्विर राखिएको छ। एउटा सुन्दर गाउँमा बस्थे हरि मीरा, हरि यहीँ छुटी गयो तारा भइन् मीरा। एउटा सुन्दर गाउँमा बस्थे हरि मीरा, हरि यहीँ छुटी गयो तारा भइन् मीरा। आकाशमा मीरा देख्छ हरि छुन सक्दैन, आकाशमा मीरा देख्छ हरि छुन सक्दैन, मीरा जस्तै हरि तारा हुन सकेन। अर्थात् मीरा जसरी यो संसार छोडेर उहाँ तारा हुनुभयो, हरि व्यक्त गर्छन् आफ्ना मनका कुरा, जसरी मीरा तारा भइन् हरि हुन सकेन भनेर आफ्नो वेदना पोख्नु भएको छ। हरिलाई केही पर्दा व्याकुल हुन्थिन् मीरा, आकाशबाट हरि हेर्दै दुखी होलिन् मीरा। हरिवंश आचार्यलाई केही दुःख पर्दाखेरि निकै नै व्याकुल हुन्थिन् मीरा भनेर लेखिएको छ। र आकाशमा तारा भई हरिलाई हेर्दै, तल धरतीलोकमा हरि हेर्दै दुखी होलान् मीरा भनेर व्यक्त गर्नुभएको छ। मानिसको चोला फेरि आकाशको तारा, हरि जहाँ पुग्छ त्यही टल्किरहन्छन् मीरा। अर्थात् जता जता हरि जान्छन् त्यही सँगसँगै मीरा स्वरूप ताराहरू उनी हरिसँगै हुन्छन् भनेर यहाँ सम्बोधन गरिएको छ मेटामोर्फिकल्ली। यसमा
बुझाइएको छ। हरिलाई भनेपछि प्राणै दिन्थिन् मीरा, त्यही प्राण उडी गयो तारा भई मीरा। हरिलाई आफ्नो श्रीमानप्रति प्राणै दिन पनि तयार थिइन् मीरा। जुन प्राण दिन तयार थिइन् त्यही प्राणै उडेर गयो अनि तारा भइन् मीरा भनेर भनेको छ। म यो किताब खोलिरहँदाखेरि सधैँ यहीमा जान्छ आँखा। मसँग सानोमा केही तरिकाले अलिकति टेलिभिजनभन्दा अलिकति नजिकबाट देखेको छु। उहाँहरूको केही सरसामग्री, उहाँहरूको कुनै मान्छेसँग अलिकति भएर यो कुरा पछि गरौँला। यहाँनिर धेरै छन्। म कार्तिकेय, चौथो डिभिजन, गाईजात्रे, मीरा र म, खुत्रुकेबाट सुरु, महजोडी, धेरै कुरा छन्। लगभग हरिवंश आचार्यको सबै कुरा यो बुकमा छ। यो किताब मैले किन्दाखेरि सायद 450 रुपियाँ मूल्य फाइन प्रिन्टद्वारा प्रिन्ट भएको यो किताब हो। चिना हराएको मान्छे मैले किन्दाखेरि 450 थियो। सायद अहिले बढीको पनि हुनसक्छ। यसमा हार्ड कभर नि आउँछ, तर यो मसँग यो नर्मलवाला छ। सो यहाँनिर उहाँहरूको तस्बिर छ। यो बुकमा यदि कसैले हरिवंश आचार्यलाई नजिकै रूपबाट चिन्न चाहन्छ अथवा चिनेको छ भने यो बुक उसको लागि एकदमै कर्णप्रिय हुन्छ। र यो चिना हराएको मान्छे मेरो म कर्म हराएको मान्छेसँग पनि निकै नै प्रिय छ। सो यो किताबको साथी आज म लिन जाँदैछु। त्यो क्लिप पनि म यहाँनिर एड गरेर राख्छु। यसको साथी, किताबको साथी खोज्नको लागि, त्यो किताबको लागि म एउटा त जोडिएको साथी खोज्छु र एउटा टाढाबाट निहालेको साथी लिएर आउँछु। मैले बाचा गरे जसरी नै, मैले भिडियोमा भनेको जसरी नै यो एउटा किताबको एक्लै फिल भएको फिल भयो। हरिवंश आचार्यको यो चिना हराएको मान्छे किताब। सो यो किताबलाई मिल्ने जोडी ल्याउँछु भनेर कसम खाएको थिएँ। सो त्यो दुईवटा जोडी मसँग छ। ठिक छ, एउटा त उहाँको आधा पाठै हुनुभयो। ठिक छ, उहाँ दुईजना जोडेसी मात्र एक हुन्छ जस्तो लाग्छ मलाई। महजोडीको हरिवंश मात्र थिए मसँग। अहिले मसँग महको म पनि आएको छ। यसलाई एकछिन अनबक्सिङ गरौँला, खोल्नै छ। ठिक छ, र यो दुईटालाई एउटा भिडियो पनि हेरेको थिएँ मैले, अन्तर्वार्ता पनि हेरेको थिएँ। ठिक छ, धेरै वर्ष पहिलाको हो। हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको इन्टरभ्यू लिनलाई अलि टाढाबाट हेर्नको लागि मैले विजय कुमारको खुसी बुक पनि लिएर आएको छु। र यो खुसी किताब चाहिँ मेरो दोस्रो खरिद हो। पहिलोचोटि किनेको बुक मैले, मेरो दाइले पढ्नु भएको छ। दाइ अहिले आउट अफ द नेसन हुनुहुन्छ। सो फेरि मैले पढ्न मन लाग्यो, मैले त्यो बेला पढ्न पाएन पुरै कम्प्लिटली। सो फेरि लिएर आएको छु। सो यो दुईवटा एक्लो बुकलाई चाहिँ सारथी दिनको लागि मैले दुईवटा बुक थपेको छु, महको म र खुसी। सो यो चिना हराए मान्छेको जसरी नै यसको मिठो लाइनहरू, यसको राम्रो कुराहरू, यसको सबै सुन्दरदेखि लिएर सबै पक्षहरूको जसरी यो भिडियोमा कुरा गरेँ, त्यसै गरी अरू श्रृङ्खलामा पनि यी खुसी र महको म किताबको बारेमा चर्चा गर्ने नै छु। फेरि यो पढ्न चाहेँ मैले। हरिलाई भनेपछि प्राणै दिन्थिन् मीरा, त्यही प्राण उडी गयो तारा भइन् मीरा। यो बुकको रिभ्यू दिनु नै म गलत हुन्छु। यदि सामान्य अर्थमा भन्नुपर्दा, यदि हरिवंश आचार्यलाई चिन्नु भएको छ अथवा चिन्न चाहनुहुन्छ भने यो संसारमा दुई थरीका मान्छेलाई मात्र यो किताब राम्रो हुनेछ। कि त हरिवंश आचार्यलाई चिनेको मान्छे, कि त हरिवंशलाई चिन्न चाहने मान्छे। त्यो बाहेक अरूलाई यो किताब खासै उपलब्धि हुन्न जस्तो मलाई लाग्छ। सो यदि तपाईँ चिन्नु भएको छ अथवा चिन्न चाहनुहुन्छ भने यी चिना हराएको मान्छेलाई तपाईँले किताबलाई किन्न सक्नुहुनेछ।
उहाँको जीवनको केही भागहरू छन्, महत्त्वपूर्ण भागहरू छन्। थ्याङ्क यू सो मच। म यसै गरी पुनः कुन कुन बुकको रिभ्यूहरू लिएर आउँ त्यो पनि मलाई भन्नुहोला, कस्तो टाइपको कन्टेन्ट बनाऊ त्यो पनि भन्नुहोला। यो किताबको साथी पनि तपाईँले सायद क्लिप मैले राखिसकेको छु, राख्नु भुलेको रहेछु भने पनि माफी चाहन्छु, कमेन्टमा भन्नुहोला, म सम्झेर क्लिप राख्नेछु। यो किताबको साथी आज लेख्न जाँदैछु म। धन्यवाद सम्पूर्ण दर्शकबिनहरूलाई, जति पनि पाठकवर्ग हुनुहुन्छ उहाँहरूप्रति धन्यवाद। स्वस्थ रहनु, खुसी रहनु। धन्यवाद।